ओके म लाइभ आइसकेँ हेलो नमस्ते के हो लाइभ त इन्डिङ लाइभ भयो त लाइभ गइरहेको छ मेरो यो ए गोल नेपालमा लाइभ आएको छ एकचोटि हेर त भाइ हो सुविधाले लाइभ इन देखायो मेरोमा यहाँ ल आइरहेछ है सो ओके लाइभ आछ नमस्ते म शिव खड्का आज हामी हाम्रो दोस्रो एन पेनाङ गोल्ड कपको प्रेस मिट हाम्रो टाइसिट प्रोग्राममा छौँ हामी आज हाम्रो यो goldnepal.com को फेसबुक पेजबाट अफिसियल पेजबाट हामीले आज प्रत्यक्ष प्रसारण गर्दैछौँ हाम्रो यस दोस्रो पेनाङ गोल्ड कपको विशेष प्रायोजक भने मर्चेन्ट आइपे रेमिट रहेको छ तपाईहरु जो जहाँबाट हुनुहुन्छ मर्चेन्टेडमा गई आइपी रेमिटबाट पैसा नि पठाउन सक्नुहुन्छ आफ्नो रेमिटान्स गर्न सक्नुहुन्छ अहिले हामी पनि म अहिले नजिकै आउँदैछु म एकदमै अहिले चाहिँ म हाम्रो यस लाइभबाट अहिले हामी टाइसिटको एकदमै तयारी गर्दैछौँ सबैजना कहाँबाट हुन्छ आफ्नो कमेन्ट गरिदिनु होला है त सो अहिले चाहिँ हामी यतातिर हाम्रो एन पेनाङ एफसी का कमिटी मेम्बरहरूलाई म देखाउँदैछु उहाँहरू कफी खान मस्त हुनुहुन्छ हैन सो सबैजनालाई हाई हेलो भनिदिनु होला भाइ गिरी भाइ तिमी राम्रो छ यतातिर हेर सो यतापट्टि भने हामीसँग क्लब मेम्बर जो पार्टिसिपेट टिमहरू हुनुहुन्छ हाम्रो दोस्रो एन पेनाङ गोल्ड कपमा 18 वटा टिमले पार्टिसिपेट गर्दैछ भने हामीसँग हरेक टिमबाट यहाँनिर आफ्नो प्रतिनिधित्व गर्दै आउनुभएका छ र यस गोला प्रथाद्वारा हामीले हाम्रो टिमको टाइसिट बनाउने छौं हाम्रो माइक्रोन एफसी का टिम म्यानेजर हुनुहुन्छ उहाँ चक्र घिसिङजी भाइ तिम्रो नाम के हो भन त सो यहाँहरू जति पनि हुन्छ हाम्रो पार्टिसिपेन्ट टिमका साथीहरू हुनुहुन्छ र अहिले हामी चाहिँ भने सबैजना अहिले हामीसँग 81 जना जोडिसक्नु भएको छ सक्दो लाइभ शेयर पनि गरिदिनु होला तपाईहरुले र जति सक्दो हाम्रो यस दोस्रो पेनाङ गोल्ड कपलाई भव्य र सभ्य बनाउने हामी तयारीमा छौं र सबैजनाको सहयोगको अपेक्षा पनि गरेका छौं हामीले र हाम्रो यस दोस्रो एन पेनाङ गोल्ड कपको प्रायोजक भने हाम्रो आइपे रेमिट साथै मर्चेन्टेड रहेको छ तपाईहरु जुन मलेसियाको जुनै पनि ठाउँमा हुनुहुन्छ भने मर्चेन्टेडमा गई आइपे रेमिटबाट आफ्नो देशमा रेमिटान्स पठाउन सक्नुहुनेछ यहाँ चाहिँ हाम्रो एन पेनाङ एफसी का कोच मिस्टर राजकुमार भुजेल जी हुनुहुन्छ नमस्कार सर के छ हाल खबर तपाईको एन पेनाङ एफसी को तयारी के कस्तो छ भनिदिनुस् दुई शब्दमा यसपालि बवालै हुनेवाला छ पहिले भन्दा अझै फरक तरिकाले हामी धेरै राम्रो गर्दैछौँ तपाईहरु के छ यसपालि दर्शकहरुको अपेक्षा धेरै राखेको छौँ ओके थ्यांक यू सो मच र यता हुनुहुन्छ हाम्रो एन पेनाङ एफसी का अध्यक्षज्यू यस दोस्रो एन पेनाङ गोल्ड कपको आयोजनाको अध्यक्षज्यू पनि हुनुहुन्छ उहाँ र यसैगरी हामीसँग हुनुहुन्छ कोषाध्यक्षज्यू रमेश नाम फेरि बिर्सियार रमेश सुवेदी सर है ओके यानी हाम्रो विक्रम जीले भनिदिनुहुन्छ पदम गुरुङ दाई कता हो भनेर हाम्रो जेम्स सरले पनि लाइभ शेयर गर्दैछ थ्यांक यू सो मच सबैजनालाई अहिले हामी छौं हाम्रो एस परमाताङ रावा मिनी स्टेडियममा जो हाम्रो एस मिनी स्टेडियममा अब आउने दोस्रो गोल्ड कप यही मिनी स्टेडियममा हुँदैछ तपाईहरुलाई म सानो यस मिनी स्टेडियमको भ्यूज पनि म देखाउने छु तपाईहरु हेर्नु होला यस मिनी स्टेडियममा हाम्रो दोस्रो एन पेनाङ गोल्ड कप भनी यही आउने मार्चको 31 र अप्रिलको 1 तारिख दुई दिने आयोजना हुँदैछ तपाईहरु सबैजना पेनाङ एरियामा हुनुहुन्छ मलेसियामा जहाँबाट हुनुहुन्छ भने तपाईहरु आफ्नो यस समयमा आएर हामीलाई सपोर्ट गरिदिन सक्नुहुनेछ दुई दिने जुन हरिरहेको अवसरमा हुँदैछ हाम्रो यो एन पेनाङ दोस्रो गोल्ड कप हामी अहिले अब एकदमै लगभगै हाम्रो हामी आइसकेका छौं हाम्रो गोला प्रथाद्वारा हामीले टाइसिट बनाउने जुन आयोजना गरेका छौं प्रेस मिट गरेका छौं यसै प्रेस मिट मार्फत हामीले हाम्रो एन पेनाङ सेकेन्ड एन पेनाङ गोल्ड कपको टाइसिट बनाउने योजना बनाएका छौं र अब लगभग समय आइसकेको छ सबैजना सपोर्ट गरिदिनु होला लाइभ शेयर गरिदिनु होला
सन्तोष दाई नमस्कार नमस्कार आरामै हुनुहुन्छ दाई प्रकाश जिमुरजी गोर्खा एफसीबाट भनिदिनुहुन्छ सन्तोष दाजु हाम्रो त कोही पनि छैन भनिदिनुहुन्छ तपाईहरुलाई हामीले इन्भाइट गरेको दाजु टाढा हुनुहुन्छ एनीवे लाइभमा जोडिनु भयो धेरै धेरै धन्यवाद छ हजुरलाई दाइ र अहिले पनि म अब हाम्रो यस 18 वटा टिम जो पार्टिसिपेट गर्दै छ उहाँहरुको नाम भन्न गइरहेको छु म प्रत्येक टिमको नाम भन्ने छु मैले अहिले र एकचोटी मलाई यो क्लब यो टिमको नामहरु मलाई एउटा टिमको नाम लिस्ट दिनु होला यसको टिमको नाम लिस्ट यो हामीसँग 18 वटा टिममा नेपाल पेनाङ एफसी बुद्ध युनाइटेड नागासरी एफसी पेनाङ नवबुद्ध एफसी पेनाङ रोयल एभरेस्ट एफसी पेनाङ गोर्खा बोइज एफसी पेनाङ सोल्टी गाइज युनाइटेड एफसी पेनाङ मनोकामना एफसी पेनाङ तामन पलाङ्गी एफसी पेनाङ गोल्डन एफसी पेनाङ माइक्रोन एफसी पेनाङ जुरु एफसी पेनाङ एभरेस्ट एफसी पेनाङ एभरेस्ट एफसी इपो सन्नाई एफसी जोरबारू सुदूर पश्चिम एफसी केएल युनाइटेड एफसी केएल हिमालयन एफसी केएल आरटीएफसी केएल सो हामीसँग टोटल 18 वटा टिमको पार्टिसिपेट हुँदैछ के अब हाम्रो समय भइसकेको हो त अब हाम्रो यस आयोजनाको लगभग गोला प्रथाद्वारा जुन हामीले गोला गरी हाम्रो टाइसिट हामीले बनाउने तयारी गर्दैछौं र के छ हाम्रो यो बोलाउने ल अहिले हाम्रो यहाँ रमेश सुवेदी सरको तर्फबाट मेरो तर्फबाट नमस्कार यस मर्चेन्टेड आइपीए रेमिटको मुख्य प्रायोजनमा हुन गइरहेको दोस्रो पेनाङ गोल्ड कपमा गोला प्रथाद्वारा टाइसिट सेरोमेनमा हुन गइरहेको छ जति पनि खेलाडीहरू आइदिनु भएको छ त्यसैगरी नआउनु भएकाहरूले golnepal.com बाट लाइभ प्रसारण भइरहेको कुरा जानकारी गराउन चाहन्छौं अब हामी कर्मबद्ध रूपमा हामी टाइसिटको स्टार्ट गर्न गइरहेका छौं हजुरहरूलाई म नाम भन्न गइरहेको छु गोर्खा बोइज एफसी चेन्नई एफसी जुरु एफसी एभरेस्ट एफसी गोल्डन एफसी हिमालयन एफसी माइक्रोन एफसी नवबुद्ध एफसी युनाइटेड एफसी बुद्ध युनाइटेड नागासरी तमन प्लाङ्गी एफसी एभरेस्ट एफसी इपो रोयल एभरेस्ट एफसी पेनाङ सोल्टी गाइज युनाइटेड एफसी सुदूर पश्चिम एफसी त्यसैगरी मनोकामना एफसी त्यसैगरी आरटीएफसी हामीले यो बल 17 वटा बल यसमा राखिएका छौं एउटा टिम हामी आयोजकको बल हामीले राखेका छैनौं हामीले अलरेडी ए पोलमा हामीले नाम राखिसकेका छौं एन पेनाङ एफसी अब हामी स्टार्ट गर्न गइरहेका छौं बी पोलबाट नम्बर 1 मा आउनुहुने टिम म उहाँलाई यस बल यो अलिकति यो टेबल अलिकति सारौं त्यहाँ नाम लेखेको नि सार्नुपर्छ मगर समाज मलेसिया पेनाङका प्रतिनिधित्व गरेर आउँदै भएको छ ओकिल बहादुर थापा मगर उहाँलाई अगाडि म आमन्त्रण गर्न चाहन्छु हामीले बल तानिसकेका छौं
बी पोलको फर्स्टमा 1 नम्बर है बी पोल 1 नम्बर को पर्यो होला त पेनाङबाट पर्नु भएको छ हेर्न सक्नुहुन्छ तपाईहरुले पेनाङबाट कुन टिम पर्यो होला यो टिम पनि एकदम खुनखार टिम परेको छ सरसर नाम भनिदिनु न टिम परेको छ मनोकामना एफसी मनोकामना एफसी बधाई छ दोस्रो नम्बरको नम्बर मनोकामना एफसी मनोकामना एफसी बी पोलको 1 नम्बरमा परेको छ भने एकदमै लक्की मनोकामना एफसी भन्न चाहन्छु म र म बोर्डमा पनि देखाउन चाहन्छु सो ओके अब यसै गरी दोस्रो ए पोलको 2 नम्बरमा हजुर ए पोलको 2 नम्बरको लागि भने हामीसँग को आउँदै हुनुहुन्छ त्यसै गरी हामी बोलाउँदै छौं ए पोलको नम्बर 2 मा पेनाङ एफसी सँग उहाँले भिड्नु हुनेछ उहाँलाई हामी बोलाउन चाहन्छौं उहाँको यस गोला प्रथाको लागि प्रतिनिधित्व गरेर आउनु भएको छ सेना एफसी जोहर बारुका प्रतिनिधित्व गरेर आउनुहुने सहयोग भुजेलज्यू उहाँलाई आएर ओके हाम्रो सेना एफसी बाट आउनु भएको छ उहाँ र उहाँको पेनाङ एफसी सँग दोस्रो नम्बरमा बस्ने पहिलो पोल ए को दोस्रो नम्बरको लागि पनि हामीसँग देखाइदिनु सोझै नाम देखाइदिनुहोस् छिटै गर्दैछ हाम्रो ए पोलमा पेनाङ एफसी सँग भिड्दै हुनुहुन्छ पेनाङकै टिम पर्नु भएको छ उहाँ हुनुहुन्छ तमन प्लाङ्गी एफसी देखाइदेऊ है तमन प्लाङ्गी एफसी ल पेनाङ एफसी को ए पोलको लागि भने दोस्रो नम्बरमा तामन प्लाङ्गे एफसी परेको छ त्यसै गरी म बोलाउन चाहन्छु हाम्रो बी पोलको नम्बर 2 मा मनोकामना एफसी सँगका लागि प्रतिनिधित्व तान्दिनको लागि म बोलाउन चाहन्छु सोल्टी गाइज युनाइटेडका पूर्णबहादुर प्लामीज्यूलाई पूर्णबहादुर प्लामीज्यू अहिले भने बी पोलको 2 नम्बरको लागि भने यो गोला हुँदैछ हातमा बल परिसकेको छ बी पोलको नम्बर 2 जो खेल्नु हुनेछ मनोकामना एफसी सँग उहाँ पर्नु भएको छ उहाँ पनि पेनाङबाटै आउनु भएको छ प्रतिनिधित्व गरेर नवबुद्ध एफसी लाई बधाई छ हेर्न सक्नुहुन्छ नवबुद्ध एफसी नवबुद्ध एफसी नागासरी अब हामी अहिले म लास्टमा देखाउँछु एकचोटि अहिले अब हामी तान्न गइरहेका छौं ए पोलको नम्बर 3 का लागि प्रतिनिधित्व गरेर तान्दिनको लागि हामी माइक्रोन एफसी का चक्र घिसिङज्यूलाई अनुरोध गर्दछौं चक्र घिसिङज्यू अलि पनि आउनु भयो साथी हो त्यो देखाइदियो है त्यो बल पनि एप्पलको 3 नम्बरमा अब अहिले पनि पेनाङकै टिमको प्रतिनिधित्व गरेर रोयल एभरेस्ट एफसी पारी पेनाङबाट हुन्छ रोयल एभरेस्ट एफसी यो नाम अलिकति तपाईले नजिक देखाइदिनु पर्ने हुन्छ है रोयल एभरेस्ट है ओके ठीक छ अब त्यसै गरी हामी तान्न गइरहेका छौं बी पोलबाट नम्बर 3 मा पर्नु हुने टिमको लागि म बोलाउन चाहन्छु रोयल एभरेस्टका प्रतिनिधित्व गरेर आउनुहुने शम्भु राई मलाई अगाडि आइदिनु अनुरोध गर्दछु अहिले पनि बी पोलको तेस्रो नम्बरमा को गोला प्रथा हुँदैछ मैले यहाँ त्यो पोलको अब बल आइसकेको छ बी पोलको नम्बर 3 का लागि 3 नम्बरका लागि है उहाँ टिम पर्नु भएको छ पेनाङबाट प्रतिनिधित्व गरेर माइक्रोन एफसी लाई बधाई छ तेस्रो नम्बरमा लागि अब भने यसपछि पनि हामीसँग ए पोलको 4 नम्बरको लागि भने हामी गोला तान्दैछौँ तान्न गइरहेका छौं ए पोलको 4 नम्बर जो उहाँ खेल्नु हुनेछ एभरेस्ट एफसी सँग खेल्नु हुनेछ पोल ए को नम्बर 4 का लागि म तान्नका लागि बोलाउन चाहन्छु तमन प्लाङ्गीका सुमन तामाङ उहाँलाई प्रतिनिधित्व गरेर तान्दिन हुन अनुरोध गर्दछु सुमन तामाङ उहाँले खेल्नु हुनेछ रोयल एभरेस्ट एफसी सँग ए पोलको नम्बर 4 यहाँनिर मलाई नाम देखाइदिनु होला है त
उहाँ पनि पेनाङबाटै हुनुहुन्छ। टिम परेको छ सोल्टी गाइज एफसी, बधाई छ। युनाइटेड एफसी। अब हामी अर्को बल तान्न गइरहेका छौँ। बी पोलको नम्बर 4 जो खेल्नुहुनेछ माइक्रोन एफसीसँग। उहाँ यो बल तान्नका लागि म बोलाउन चाहन्छु नवबुद्ध एफसीका जयप्रकाश ज्यूलाई। अहिले भने बी पोलको 4 नम्बरको गोला तानिँदैछ। अब मेरो हातमा बल परिसकेको छ। बी पोलको नम्बर 4 जो खेल्नुहुनेछ माइक्रोन एफसीसँग। क्लब यहाँ 3 उहाँ देखौँ। पनि पेनाङ एफसीबाट प्रतिनिधित्व गरेर बोल्नु परेको छ जुरु एफसी। यहाँ देखौँ, यता देखौँ, यता जुरु एफसी जुरु एफसी। पेनाङबाट भने नि अहिले अब भने बी ए पोलको 5औं नम्बरको लागि गोला हुनेछ। अब हामी ए पोलको 5औं टिमको लागि प्रतिनिधित्व गर्नको लागि 5औं टिमको लागि बल तान्दिनको लागि म बोलाउन चाहन्छु मनोकामना एफसीको पहिलो गेम भने नवबुद्ध एफसीसँग हुँदैछ। तान्दिन म अनुरोध गर्दछु। ए को नम्बर 5 अहिले भने ए को नम्बर 5 मा भने अहिले हुँदैछ। अब परेको छ नम्बर 1 मा नम्बर ए पोलमा नम्बर 5 मा पर्नु भएको छ केलबाट प्रतिनिधित्व गर्ने टिम पर्नु भएको छ युनाइटेड एफसी। युनाइटेड एफसी केएल को भने नम्बर 5औं नम्बरमा ए पोलको नम्बर 5 मा पर्न सफल भएको छ। युनाइटेड एफसी तपाईहरुलाई म अलिकति सरक देखाइदिन्छु। अहिले ए पोलमा भने अहिले भने हामीसँग हुनुहुन्छ ए पोलमा एन पेनाङ एफसी, तामाङपलाङ्गे एफसी, रोयल एभरेस्ट एफसी, सुंगाई कौन हो सोल्टी गाइज युनाइटेड प्लस युनाइटेड एफसी। यता भने बी पोलमा भने म तपाईलाई यहाँबाट देखाइदिन्छु। बी पोलको नम्बर 1 मा मनोकामना एफसी, 2 मा नवबुद्ध एफसी, 3 मा माइक्रोन एफसी, 4 मा जुरु एफसी। सो कन्टिन्यू हुँदैछ। अब भने बी पोलको 5औं नम्बरको लागि नम्बर 5औं टिमको गोला गर्न गइरहेका छौं। त्यसका लागि म बोलाउन चाहन्छु नागासरी एफसी का मन्जिल राज। उहाँलाई प्रतिनिधित्व गरेर तान्दिन म अनुरोध गर्दछु। यो चाहिँ हाम्रो बी पोलको नम्बर 5 को टिम। अब को पर्नु भएको छ त अब हेरौं को पर्नु भएको रहेछ। यो बल यो परेको छ केलबाट प्रतिनिधित्व गर्ने टिम हिमालयन एफसी। बधाई छ हिमालयन एफसी लाई बी पोलको 5औं नम्बरमा हिमालयन एफसी। मनोकामना एफसी को चाहना फेरि पनि पूरा हुने भएको छ। सरजी मनोकामना एफसी को फेरि पनि चाहना पूरा भएछ। खेलाडी भाइहरुले चाहिँ हिमालयनसँग खेल्छौं दाजु भन्दै थिए मसँग। अब हामी तान्न गइरहेका छौं ए पोलको 6औं टिम। अब अहिले भने त्यसको प्रतिनिधित्व गरेर तान्दिन हुनका लागि म जुरु एफसी का कमल भाइलाई आमन्त्रित गर्न चाहन्छु। अब को पर्नु भएको छ त युनाइटेड एफसी केएल को टिमसँग भिड्नका लागि कुन टिम पर्नु भएको छ त हेरौं। अब उहाँ पर्नु भएको छ पेनाङको टिम बुद्ध युनाइटेड नागासरी। बुद्ध युनाइटेड नागासरी भने एउटा नवबुद्ध छ हैन बुद्ध नवबुद्ध छ नि त। बुद्ध युनाइटेड युनाइटेड नागासरी है त। सो अब भने अब हामी बी पोलमा जाँदैछौँ। जसले खेल्नुहुनेछ 6औंमा हिमालयन एफसी सँग। अब म त्यसका लागि तान्दिनका लागि म बोलाउन चाहन्छु मनोकामना एफसी का सुरेश भाइ। हिमालयनसँग खेल्ने यो टिम। अब भने हिमालयन एफसी सँगको लागि भने को आउँदैछ त? के थाहा आरटीएफसी नै आउँछ कि? अब यो टिम पनि पर्नु भएको छ म पेनाङबाटै प्रतिनिधित्व गर्ने टिम गोर्खा बोइज
एफसी गोर्खा एफसी पेनाङबाट छ, हिमालयन एफसीसँग परेको छ, गोर्खा बोइज बधाई छ, गोर्खा बोइजलाई बधाई छ। अब हामी सञ्जीव तामा भाइ आरटी भन्दै हुनुहुन्छ, अब आरटी को पालो आउँदैछ। अब 7औं टिम, अब त्यसका लागि म बोलाउन चाहन्छु एभरेस्ट एफसी का रोशन एभरेस्ट एफसीबाट रोशनजी हुनुहुन्छ। कता हुनुहुन्छ रोशनजी? अब यो टिम तानिएको छ ए पोलको नम्बर 7औं, नाम देखाउनु पर्यो। नम्बर 7औं मा परेको छ एभरेस्ट एफसी सुङ्गाइदुवा। एभरेस्ट एफसी सुङ्गाइदुवा नम्बर एभरेस्ट एफसी ए पोलको 7औं नम्बरमा छ एभरेस्ट एफसी सुङ्गाइदुवा। वान डे म्याचमा खेल्नु भएको थियो, उहाँ च्याम्पियन हुनुभएको थियो है उहाँ टिम। छिरिङभाइ आरटिसीको पालो आउँदैछ। सुबाङजय एफसी, खोइ सुबाङजय एफसी योपालि छैन, सुदूरपश्चिम एफसी भएर आएको छ, अवश्य पनि सायद सुदूर। अब हामी बी पोलको 7औं टिमको बी पोलको 7औं टिममा भने को पर्नेछ? हामी उ गर्न त गइरहेका छौं, बोलाउन चाहेको छु हामीलाई जुन दोस्रो पेनाङ गोल्ड कप मुख्य रूपमा प्रायोजन गर्नुहुने आइपिए मर्चेन्टेड रेमिटका प्रतिनिधित्व गरेर आउनुहुने हाम्रो सूर्य कुवर सरलाई म बोलाउन चाहन्छु। सूर्य सरलाई बधाई छ। अहिले भने हाम्रो यो आइपिए रेमिटका ब्रान्च म्यानेजर हुनुहुन्छ हाम्रो सूर्य सर, र अहिले भने बी पोलको 7औं नम्बरमा अब बी पोलको 7औं मा को पर्नु भएको छ त हेरौं। अब हामी उहाँ हुनुहुन्छ इपोबाट प्रतिनिधित्व गर्ने एभरेस्ट एफसी। ओके, बी पोलमा एभरेस्ट एफसी। हो 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 हजुर हजुर हात बढाउनुहोस् भन्नुभयो कि के भन्नुभयो मैले अलिकति बुझिनँ मैले। अहिले म एकचोटि तपाईँहरूलाई एकचोटि सर देखाइन्छु। अहिले भने म तपाईँहरूलाई ओके ए पोलबाट तपाईँको नागासरी एन पेनाङ एफसी, तामाङप्लाङ्गे एफसी, रोयल एभरेस्ट एफसी, सोल्टिगाइज युनाइटेड, युनाइटेड एफसी, बुद्ध युनाइटेड राङ्गासरी, एभरेस्ट एफसी सुङ्गाइदुवा। यसै गरी बी पोलमा भने म तपाईँलाई देखाउन चाहन्छु 1 नम्बरमा छ मनोकामना एफसी, 2 नम्बरमा नमोबुद्ध एफसी, 3 नम्बरमा माइक्रोन एफसी, 4 मा जुरु एफसी, 5 मा हिमालयन एफसी, 6 मा गोर्खा बोइज, 7 मा एभरेस्ट एफसी। अब भने कसको मेरो हात आएको छ र? अब भने अहिले भने हामीसँग 8औं टिम छैन काशीले छ। खेल्नुहुने छ एभरेस्ट एफसी सुङ्गाइदुवासँग। उहाँ यो गोला तान्दिनको लागि म बोलाउन चाहन्छु एन पेनाङ एफसी का म्यानेजर गणेश श्रेष्ठज्यू। उहाँलाई आएर हाम्रो एन पेनाङ एफसी का म्यानेजरज्यूको आगमन हुँदैछ। अब उहाँले कुन तान्नुहुन्छ भन्ने कुरो यहाँ बताउँछ। कता हात भारी भारी गर्नु भएको छ। एभरेस्ट एफसी सुङ्गाइदुवासँग खेल्ने टिम उहाँ हुनुहुन्छ सुङ्गाई बकापबाट प्रतिनिधित्व गर्ने गोल्डन एफसी। गोल्डन एफसीलाई बधाई छ। 8औं नम्बरमा गोल्डन एफसी आएको छ। अब भने हामीसँग जम्मा जम्मी अब 3टा टिम मात्रै बाँकी छ। अब हामीसँग 3टा टिम बाँकी हुन गइरहेको छ। अब हामी बी पोलको 8औं टिम जसले खेल्नुहुनेछ एभरेस्ट एफसी इपोसँग खेल्नुहुनेछ त्यो टिमको लागि तान्दिन हुनका लागि म यस एन पेनाङ एफसी का सदस्यज्यू दिनेश लिम्बुज्यूलाई अगाडि म अनुरोध गर्दछु उहाँलाई बल तान्दिनका लागि। हामीसँग एन पेनाङ एफसी का हुनुहुन्छ दिनेश लिम्बु सर र उहाँले अब के तान्नुहुन्छ त हेर्दै जाउँ। हात भारी भारी भएको छ। यो टिम जो कि एभरेस्ट एफसी इपोसँग खेल्दै हुनुहुन्छ कुन टिम पर्नु भयो होला त? उहाँ हुनुहुन्छ केलबाट प्रतिनिधित्व गर्ने टिम आरटीएफसी। आरटीएफसी भने बी पोलमा परेको छ आरटीएफसी र एभरेस्ट एफसीसँग प्रतिनिधित्व गर्छ आरटीएफसी। भनेपछि बी ए र बीमा अब हाम्रो गोल्डन एफसी सुङ्गाई बकाप पनि भइसकेको छ। अब हाम्रो 9औं टिम कुन पर्ने हुनेछ हेर्नुहुनेछ। म यसका लागि प्रतिनिधित्व गरेर बोलाउन चाहन्छु तान्दिनका लागि मनोकामना एफसी का म्यानेजर डेभिड सर। उहाँलाई आएर तान्दिनु हुन म अनुरोध। डेभिड सर हुनुहुन्छ हाम्रो मनोकामना एफसी का प्रेसिडेन्ट। अब के तान्नुहुन्छ त उहाँले?
9 टिममा पर्नु भएको छ। जोहरबारुबाट प्रतिनिधित्व गर्ने सेना एफसी सेना एफसी पनि ए पोलको 9औं नम्बरमा पर्न सफल भएको छ। अब भने लास्टको लागि भने लास्ट टिम बी पोलको अब लास्ट टिम परेको छ बाँकी। म यो तान्नका लागि हाम्रो एन पेनाङ एफसी का आफै तान्दियो न लास्टमा। एन पेनाङ एफसी का अध्यक्षज्यू अंकित थापाज्यूलाई म अनुरोध गर्दछु। ठिकै छ होइन मामाले निकाल्दै नि हुन्छ। लाडो के अनि त्यो खाली टोकरी पनि खाली देखाउनुपर्छ। टोकरी पनि हाम्रो टोकरी यहाँ देखाउनुहोस्। 9 टिममा पर्नु भएको छ। सुदूरपश्चिम एफसी केएलबाट प्रतिनिधित्व गर्ने लगभग सुदूरपश्चिम एफसी 9औं टिममा पर्न भएको छ। सबैलाई बधाई छ। सो वेलकम सबैजनालाई धेरै धन्यवाद। लाइभ सेयर पनि गर्नुभएको छ। यहाँ भने हाम्रो टाई सिटको समय सबै हाम्रो गोला प्रथा सकिसकेको छ। अब भने म तपाईहरुलाई एकछिन भाइ अब म गर्छु। अब भने म तपाईहरुलाई प्रत्येक टिमको तपाईहरुलाई म फोटो पनि देखाउने छु। तपाईहरुले हेर्न सक्नुहुन्छ, स्क्रिन पनि लिन सक्नुहुन्छ। यो अहिले भने म तपाईहरुलाई ए पोलको फोटो देखाउँदै छु। ए पोलमा पहिलो नागासरी एफसी भर्सेस तामाङप्लाङ्गे एफसी हुनेछ र पहिलो हाम्रो एन पेनाङ एफसी भर्सेस तामाङप्लाङ्गे एफसी हुनेछ। दोस्रो भने रोयल एभरेस्ट एफसी सोल्टिगाइज हुनेछ। तेस्रोमा भने युनाइटेड एफसी केएल भर्सेस बुद्ध युनाइटेड नागासरी र चौथो गेम भने एभरेस्ट एफसी सुङ्गाईदुवा भर्सेस गोल्डन एफसी र त्यो दुईटा टिमको विनर टिम भने चेन्नाई एफसीसँग खेल्नेछ। र यसै गरी म पोल बी मा जाँदैछु। पोल बी मा भने तपाईहरुलाई म देखाउँदैछु। पहिलो 1 नम्बरमा मनोकामना एफसी भर्सेस नमो बुद्ध एफसी को गेम हुनेछ। दोस्रो भने माइक्रोन एफसी भर्सेस जुरु एफसी हुनेछ। तेस्रो भने हिमालयन एफसी केएल भर्सेस गोर्खा बोइज एफसी हुनेछ। चौथो गेममा भने एभरेस्ट एफसी इपो भर्सेस आरटी एफसी हुँदैछ। र यो पछि भने तपाईको यो दुईटाको विनर टिम सुदूरपश्चिम एफसी सँग खेल्नेछ जो केएल बाट हुनुहुन्छ। र तपाईहरुलाई म यहाँ देखाइदिँदैछु टाई सिट र यो हामी अब नयाँ बनाएर हामी यसलाई प्रिन्ट गरेर हामी निकाल्ने छौं। सो आजको त्यो लाइभ बन्द गर्नु न यार, आवाज जुत्छ को। सो अब भने म एकछिन हाम्रो एन पेनाङ क्लबका अध्यक्षज्यूसँग केही कुरा सोध्न चाहन्छु। यता आउनु आइदिनु होला एकचोटि। यो यहाँ हैन, यहाँनिर प्रत्येक प्रतिनिधिको साथीहरु सबैजना बस्नु होला। म प्रत्येक जनासँग केही कुरा सोध्न चाहन्छु। ओके, उहाँ हुनुहुन्छ हाम्रो अंकित थापा सर, जुन एन पेनाङ एफसी का अध्यक्ष हुनुहुन्छ र यस दोस्रो एन पेनाङ गोल्ड कपको नेतृत्व उहाँले गर्नुभएको छ। र आज हाम्रो टाई सिट पनि भइसकेको छ, बनिसकेको छ। यसमा अंकित सर केही 2 शब्द हजुरले राख्दिनु होला। 2 शब्द हजुरलाई चाहेको। अब भर्खरै हाम्रो हुन गइरहेको दोस्रो एन पेनाङ गोल्ड कपको लागि टाई सिट ओपन भएको छ है, गोला प्रथाको माध्यमले। अब त्यो सबै क्रमबद्ध रूपमा टिमहरू हाम्रो शिव सरले अगाडि नै देखाइ पनि सक्नु भएको छ। त्यसको लागि अब सबै क्लबहरूलाई अब आफ्नो तयारी अझ तीव्र गराउनु हुन म अध्यक्ष अंकित थापाबाट सबैलाई थ्याङ्क यू सो मच। यसै गरी म हाम्रो एन पेनाङ एफसी का म्यानेजर गणेश श्रेष्ठज्यूलाई पनि बोलाउन चाहन्छु। म हजुरको छोटो मिठो 2 शब्द यस एन पेनाङ दोस्रो एन पेनाङ गोल्ड कपको आयोजना बारे 2 शब्द छोटो मिठो राख्दिनु होला। नमस्ते, म गणेश श्रेष्ठ, पेनाङ एफसी को म्यानेजर। आउँदै गरेको यो सेकेन्ड पेनाङ गोल्ड कप खेलाइरहेको छु। इमानदार र राम्रो छ। अहिलेसम्म मलेसियामा सबैभन्दा राम्रो तरिकाले सबै टिमको म्यानेजरलाई बोलाएर कसैले नराम्रो सोचिदिनु होला। एकदम राम्रो तरिकाले भव्य र सभ्य तरिकाले गरेको छौँ। यो टाइसिस हामीले हाम्रो तर्फबाट
एकदम राम्रो तरिकाले गोला प्रथा गरेर गरेको छौँ सबैलाई यसपल्ट यो पेनाङ दोस्रो गोल्ड कपमा चाहिँ आइदिनु होला यसै गरी म अहिले भने हाम्रो मनोकामना एफसी का अध्यक्ष ज्यूलाई बोलाउन चाहन्छु र उहाँ भने अहिले बी पोलको 1 नम्बरमा पर्नुभएको छ। उहाँ हुनुहुन्छ हाम्रो मनोकामना एफसी का अध्यक्ष डेभिड सर। सर हाम्रो टाइसिट त भयो, यसको बारेमा के छ तपाईँको 2 शब्द राखिदिनु होला। टाइसिट एकदम क्लियर छ, यसमा कसैले दुविधा नसोचिदिनु होला, राम्रो नसोचिदिनु होला, सबै कुरो क्लियर भइरहेको छ, सबैले देखिरहनु भएको छ। जहाँसम्म लाग्छ सोचे भन्दा धेरै राम्रो भइरहेको छ पेनाङ गोल्ड कप। सबैजना आइदिनु होला र गेमको सभा बढाइदिनु होला। धन्यवाद। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। र अब भने म हाम्रो यसै गरी हाम्रो आइपे रेमिटका बीएम का ब्रान्च म्यानेजर हाम्रो सूर्य कुमार सरलाई म बोलाउन चाहन्छु। यो दोस्रो पेनाङ गोल्ड कपको मुख्य प्रायोजनहरूमा हाम्रो मर्चेन्ट आइपी रेमिटले गरेका छौँ र यो हाम्रो टाइसिटहरू एकदमै क्लियर एकदमै तपाईँको सबैजना सम्पूर्ण दर्शकहरू आएर यस प्राङ्गणमा तपाईँहरूले खेलको मजा लिएर भव्य र सभ्यका साथ समायोजन गरिदिनु विनम्र अनुरोध गर्दछु। ओके, यसै गरी म हाम्रो एन पेनाङ एफसी का कोषाध्यक्ष रमेश सुवेदीज्यूलाई पनि बोलाउन चाहन्छु म र उहाँलाई म केही तपाईँहरूको तयारी के कस्तो छ अहिले एन पेनाङ दोस्रो एन पेनाङ गोल्ड कपको तयारी के छ? हजुर हाम्रो तयारी एकदम भव्य र सभ्य रूपले भइरहेको छ। अब अझ यसलाई अझ 100 गुणा भव्य र सभ्य गरिदिनका लागि सबैजनालाई जति पनि हुनुहुन्छ मलेसियामा सबैजनालाई म अनुरोध गर्न चाहन्छु आएर हाम्रो गेमको शोभा बढाइदिनु होला र सबैजना आएर हेरिदिनु पनि होला। र आज हामीले गऱ्यौँ, हामीले मलेसियामै नभएको टाइसिट निकाल्ने सिस्टम हामीले जुन एउटा गोला प्रथाद्वारा सबैजनालाई खुसी बनाउनका लागि हामीले जुन टाइसिट गऱ्यौँ यसमा सबैजनाले ऊ पनि गरिदिनु भयो होला, सबैजनाको समर्थन पनि भयो होला र अझ पनि राम्रोसँग टिम तयारी गरेर आइदिनु होला। सबैजना आइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। हामीसँग यहाँ केएलबाट केही कमेन्ट्सहरू आएको छ, हामी केएलको टिम हामी उतैबाट खेलेर आउँछौँ भन्दैछन्। र यसै गरी म अहिले भने हाम्रो एन पेनाङ गोल्ड कप दोस्रो गोल्ड कप आयोजनाको टिम व्यवस्थापनको जुन हाम्रो हेर्दै हुनुहुन्छ हाम्रो सोम सरलाई म 2 शब्द राख्दिन अनुरोध गर्दछु। केही शब्द राख्दिन्छु एन पेनाङ गोल्ड कपको बारेमा, हाम्रो टिम व्यवस्थापनको बारेमा। अब सेकेन्ड एन पेनाङ गोल्ड कप हुन गइरहेको छ 31 मार्च र 1 एप्रिल। सबैजना आएर अब गेमलाई चाहिँ सभ्य र भव्य तरिकाले मनाइदिनु होला। त्यसै गरी हामीले त नयाँ अब यो धेरै कुराहरू पहिलादेखि यसरी गोल्ड कपहरू आयोजना भए, अब यसरी हुँदा चाहिँ अब टाइसिटमा चाहिँ कसैले के गर्यो कसैले चित्त बुझाएन। त्यही कारणले पनि यसपालि चाहिँ हामीले नयाँ ट्रेन्ड अब नयाँ तरिकाले जाउँ भनेर गोला प्रथाद्वारा गरियो। यसमा कसैले पनि केही भन्ने पनि बाटो राखिएन भनौँ न। अनि गोला प्रथामा जसरी त्यसरी राख्छ, सबैले यही तरिकाले जाउँ भन्ने हाम्रो धारणा छ। ओके, थ्याङ्क यू सो मच। र अहिले म हाम्रो एन पेनाङ क्लबका हाम्रा खेलाडी भाइ प्रदीप गिरी भाइसँग म केही कुरा सोध्न चाहन्छु। उहाँ भने हाम्रो अहिले खास भने उहाँ पूर्व क्याप्टेन हुनुहुन्छ एन पेनाङ एफसी को भने उहाँलाई म केही शब्द अहिले जुन हाम्रो दोस्रो एन पेनाङ गोल्ड कप बन्द हुँदैछ, तयारी लगभग भइसक्यो, टाइसिट आइसक्यो, यसको बारेमा 2 शब्द तपाईँको आफ्नो तर्फबाट राखिदिनु होला। नमस्ते, म प्रदीप गिरी। आज दोस्रो एन पेनाङ गोल्ड कपको टाइसिट निकालिएको छ। त्यसमा पनि हामीले एकदम फेयरबद्ध तरिकाले गरेका छौँ। यसमा 18वटा टिमहरू सहभागी हुनुहुन्छ। मलेसियामा रहनुहुने सम्पूर्ण खेलाडी मित्रहरू, खेललाई माया गरिदिनु हुने सम्पूर्ण खेलप्रेमी मित्रहरू, आउनुहोस् दोस्रो पेनाङ गोल्ड कप सफल पारौँ। धेरै कलाकारहरू आउँदै हुनुहुन्छ नेपालबाट। राष्ट्रिय टिमका मिडफिल्डर प्रीति राई, आउनु बस्नु जस्ता खेलाडीहरू आउँदै हुनुहुन्छ। उहाँहरूसँग भेटघाटको एउटा बाटो पनि हुन्छ, तपाईँहरूसँग पनि भेटघाटको बाटो हुन्छ। त्यही भएर दोस्रो पेनाङ गोल्ड कप सफल पारिदिनको लागि 31 तारिक उपस्थित भइदिनको लागि हार्दिक अनुरोध गर्छु। थ्याङ्क यू सो मच। र अब भने म लगभग हाम्रो लाइभ अब सकिसकेको छ भन्दा नि हुन्छ अब, किनकि हाम्रो टाइसिटको प्रोग्राम पनि भइसकेको छ
र अब हाम्रो यस एन पेनाङ गोल्ड कपका टिम व्यवस्थापन हाम्रो कमिटीमा हुनुहुन्छ जति पनि प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई पनि धेरै धेरै धन्यवाद छ। जतिजना सपोर्ट गरिदिनु भयो, साथ दिनुभयो र अहिले पनि म तपाईँहरूलाई एकचोटि पनि फेरि यो टाइसिटमा जाँदैछु, टाइसिट देखाउँदैछु, तपाईँहरूले एकचोटि राम्रोसँग हेर्नुहोला भन्दै सो अहिले भने म अलिकति नजिकमा जुममा गएर फेरि एकचोटि देखाइदिए तपाईँहरूले राम्रोसँग हेर्न सक्नुहुन्छ या तपाईँको मोबाइलबाट स्क्रिनसट गरेर राख्न सक्नुहुन्छ। यता भने पोल ए मा र यतापट्टि भने पोल बी मा। यो हो पोल बी। कतिवटा गेम खेल्नुपर्छ यहाँ सबै यो चित्र पनि हेर्नु मैले बनाइदिन्छु र तपाईँहरूले आफ्नो यो टाइमिङ पनि हेर्न सक्नुहुन्छ। यहाँनिर कुन खेल कोसँग भने तपाईँले स्क्रिन गर्नुहोला है। र सम्पूर्णमा म आज यही लाइभ मार्फत पनि म केही जानकारी दिन चाहन्छु। हाम्रो यस दोस्रो एन पेनाङ गोल्ड कपको लागि भने हामीसँग हाम्रो नेपालबाट केही खेलाडी हाम्रो प्रीति राई बहिनी, अनु बस्नेत, हरि खड्का जस्ता हाम्रा नेसनल टिमबाट खेलिसक्नुभएका खेलाडीहरू पनि आउँदै हुनुहुन्छ हाम्रो अतिथिको रूपमा र हामीसँग भेटरान गेम पनि हुनेछ पहिलो गेम। सो सम्पूर्णलाई धेरै धेरै धन्यवाद जो जति जोडिनु भयो यस हाम्रो प्रेस मिटमा, हाम्रो टाइसिट प्रोग्राममा। सम्पूर्णलाई धन्यवाद भन्दै आजको लागि म यस लाइभबाट छुटिन्छु। थ्याङ्क यू सो मच। म शिव खड्का, एन पेनाङ एफसी को सचिव। थ्याङ्क यू सो मच।